भाले कालेले खान्छ। गुड मर्निङ सबैजनालाई है। म चाहिँ अब काममा निक्लिनु आँटेको छु होइन। तिमी भन्दा म पहिला मरौला, म पहिला मरौला, स्वर्ग जाने बाटोमा कुरुला, गाईलाई चराउँदै लाली जवान जान्छ कि हो जुरा, पाता बजाउँदै। म भन्दा चलाक रहेछ भालेले किरा चामल खाने बानी पहिलोचोटि आँटा दियो। हाम्रो बाजे बोजू हरिण भन्दा तेज थियो अरे पहिला नातिको कालो भाले खराछ कालो सेतो भाले सेतो छेउमा आउँदैन नि कालो डेन्जर हुन्छ नातिलाई बोजूले अघि भात खिलाएर उठे खुट्टे अब भालेले भरिभरि भाग्छ। भाले पकाउने भाइ होइन न तेरो दाइ जस आराम गरेको खुकुरी राखेको मात्रै चलाउनु भुलेको छैन। भाले कालेले खान्छ भाले कालेले के गर्नुहुन्छ लगेर यसलाई लगेर कराईमा बासमती चामल हालेर खिलाउँछु। ल भाले मैले अर्ग्यानिक पक्रिसक्यो, चाहियो भने भन्नु म खाएर भन्छु। ल अब वाचिपा बन्दैछ यो 2 किलो 300 ग्रामको भाले यस्तो छ हो। अनि यता चाहिँ हामीले वाचिपा निकालिसकेको छौँ। यो भयो भालेको वाचिपा। वाचिपा एकदम कडा खाले गर्मीमा वाचिपा खाएर तन्द्रुस्त हुने एकदम भेट्नाडी। अब यो भयो वाचिपा, यो चाहिँ एकदम झुलो बनाएको छौँ हामीले। यसलाई चाहिँ यसरी हाल्नुपर्ने हुन्छ अहिले। आज चाहिँ वाचिपा खाएर चाहिँ बलियो हुनुपर्ने हुन्छ है। राईको चाहिँ एकदम वाचिपा चाहिँ फेभरेट हो होइन। हाम्रो वाचिपा चाहिँ एकदम फेभरेट, त्यसलाई भन्छ वाचिपा। किनकि हामीले कुखुरालाई चाहिँ चाम्लिङ भाषामा चाहिँ वाची भन्छ नि त। राई कुकमेन पुरा डङ्की डङ हो। चाहिँ दाइले एकदम 10-15 सिटी हानिसकेको छ। यो अब खाए ल चाखे ल वाचिपा। ल वाचिपा पनि पाकिसकेको छ। अब हामी चाहिँ एकछिनमा ट्याम्की खानु त गयो हो नि त। यस्तो मिठो त मैले कहिले खानै थिइनँ। आमा अर्ग्यानिक भाले त भाले हो हो। कालेले भाले खाँदा साह्रै मिल्दो रहेछ, राम्रो, धेरै राम्रो। ज्वाइँले छोरी कुटेछ भनेको पारा ज्वाइँलाई नखाउँदो रहेछ कुट्नु। वाचिपछि त खानुपर्छ नि। दामी छ। लोकल कुखुरा खाने भए चाहिँ वाचिपा चाहिँ बनाएर खाएन भने त्यो राई नै होइन क्या फेरि हो। लोकल कुखुरा खाँदाखेरि
राईको घरमा राईले लोकल कुखुरा खाँदाखेरि वाचिपा बनाएर खाएन भने त्यो राई नै होइन नि त होइन जस्ट फर फन कतिपयलाई त मनमा पनि लाग्छ होला होइन राईको बोली बन्दुकको गली बुढी त्यो पत्ता र राजा मजा देऊ र बासिङमा पनि हाल्यो त त्यो पत्ता नि त्यो राजा मजा भयो भयो भाइले नखाएको पत्ता भाइ खान्छौ माया खुर्छ नि निकाल्दैन नि यहाँ छ त नि यो चाहिँ वास्तवमा भाइ भात खाऊ ल म बाबुलाई खुवाएर आउँछु ल यो चाहिँ गनाउने पत्ता हो राँगे खोर्सानी बक्सी खोर्सानी यो चाहिँ मासु एकदम मेरो यो चाहिँ जिग्री हो राँगे खोर्सानी चाहिँ हो नाकमै जान्छ कि फेरि पिरो त्यसरी राँगे खोर्सानी भन्छ नि त